हेलो गाइज वेलकम टु निस्तराना ब्लग अनि गुड मर्निङ पनि किनकि म आज बिहान उठेको छु नि त। आज मैले धेरै पछि भिडियो बनाउन गएको छु। आज मेरो क्रिसमसको प्रोग्राम छ, त्यसैले मलाई दिदीले इन्भाइट गर्नुभएको छ। मेरो साथीहरू चाहिँ अझै सुत्दै गएको छ, हेर त अझै उठेको छैन। अब म रेडी हुन जान्छु, त्यसपछि तपाईहरुलाई बाहिरको भिडियो पनि देखाउने छु। फाइनली गाइज म रेडी भएँ जानको लागि। आज म नयाँ लुक्समा जाँदैछु, कर्ली कपाल अनि बुलाकी। अब चाहिँ दिदीलाई कुर्दैछु, दिदी चाहिँ बाटोमा आइपुग्नुहुन्छ अनि त्यसपछि दिदीलाई पनि देखाउने छु। लेट्स गो। दिदीहरूले चाहिँ मलाई छोडेर गयो गाइस, म के गरौँ भनेको चाहिँ तल मेट्रिकेसनमा कुरेर बसेको छ। पानी परेछ, मेरो कर्ली कपाल बिग्रिन्छ कि मम्मी यता फुली खस्छ कि अनि पिर उता के खस्छ अनि पिर छ। अब जाँदैछु। आज मौसम चाहिँ यस्तो भएको छ कि पानी परेर के गर्नु। प्रोग्राम भनेपछि ड्रेस भनेपछि बढी हत्ते गरेर हिँड्छु। गाइज अब मेरो दिदीसँग भेट हुँदैछ। दिदी चाहिँ यहाँ तल गएर बस्नु भएको रहेछ। अब म चाहिँ जाँदैछु। लुगा लत्रेर आइरहन्छ यस्तो पब्लिसिकबाट। कुन ठाउँ हो जाने पनि थाहा छैन मलाई। भेट भयो दिदीसँग। कता लुट्छु भन्ने पिर पऱ्यो। होइन मेरो दिदी त्यहाँ बस्नु भएको छ कुरेर मलाई चाहिँ हेर त थकै लागिसक्यो। टिकट काट्न लाग्दो रहेछ कि मेरो पनि रिचार्ज गर्नु छ। म पनि रिचार्ज गर्छु। आइसक्यो गाडी चाहिँ। हेलो दी। हेलो सबैजना। ल हेलो दाई मेरो रिचार्ज गरिदिनु न। म रिचार्ज गर्छु अब एकछिन। मनाउनको लागि हामी जाँदैछौँ हलमा अनि we are so happy. निस्ताको सबै साथीहरूलाई मेरी क्रिसमस फ्रम बार्सिलोना। मैले त भनेकै छैन। मैले बोलेको काटेको हो। काटेको थिएन, यही छ नि। अब हामी जाँदैछौँ। यहाँ चाहिँ साह्रै हावा लाग्यो कि तर यस्तो जाडो छ। यस्तो जाडोमा हामी यस्तो तरुनी भएर सबैले ज्याकेट लगाएर चाहिँ हाम्रो मात्रै नलाएको है। मैले तिमीलाई सोधेँ तिमीले नलाउनु के भयो दाइ? मेरो दिदी आज चाहिँ राम्री हुनुभयो अरे अनि 26 युरोको हिल किनेको देखाउनु पर्यो अरे। ल हेर्नुहोस् ल, उहाँ दिदी नै होला घुम्नु। आज हिल किनेर ओहो यता हेर्नु त कस्तो भइरहेछ। एकदम ह्याप्पी। ल म पनि ह्याप्पी छु। हामी आज दुईवटा मगरी भएर गर्दै हिँड्ने। आज नाच्नुपर्छ है। गीत त लाउँछ नि फेरि? लाउँछ, लास्टमा लाउँछ। सुरुमा त के हुन्छ? सुरुमा अब गएर हेर न सरप्राइज। दिदीले आज सरप्राइज छ अरे, त्यही भएर म चाहिँ आज ऊ चाहिँ मेरो स्मृति राणा बहिनी राणा मगर। ए मेरै आसपासको मगनी रहेछन् उहाँ पनि। हामी रहेछ भन्न खोजेको के अरे रहेछन् भन्ने छु। ल गाइज अब यहाँ सामान बोकेर हिँड्नुपर्छ, त्यही भएर ब्लग चाहिँ म बिचमा बनाउँदिनँ। अब एकैचोटि चर्चमै म बनाउने छु। बाई बाई। के बोल्छ? हेलो गाइज वेलकम टु माई ब्लग। वेलकम टु निस्ताराना ब्लग। वेलकम टु माई गाइज। के भयो मलाई आउनु न के भयो। नयाँ साथी भयो नि त, त्यही भएर भन्न सकेन। अब तिमी पनि तर आज चाहिँ मैले क्रिस्चियनको पार्टी भनेको है। सरी त्यसको लागि चाहिँ मेरी क्रिसमसको पार्टी रहेछ। सबैजनालाई उहाँहरू चाहिँ केक ल्याइदिनु भयो। अब मेरो पालो हुन्छ बोक्नलाई। अब मेरो पालो एकछिन यो सिडी भएको भएर मात्रै। हजुर दाइको च्यानलको क्यामराम्यान म बन्दैछु। हेर्नु अब राम्री बन्नुको कारण यस्तोमा उचालेर हिँड्नुपर्छ गाइज। मम्मी म क्यामेरा अफ गर्छु, अहिले पछि बनाउँछु भिडियो गाइज। बाई बाई। हेलो गाइज फाइनली हामी आइपुग्यो यो ठाउँमा चाहिँ। ल
यिन साथी ल अघि यो ठाउँ रहेछ हामी मनाउने चाहिँ फाइनली हामी चाहिँ अब छिरियो दिदीले चाहिँ यहाँ चाहिँ सायद बुक गर्ने होला गेस्टको लागि चाहिँ स्पेसल यस्तो रहेछ थ्याङ्क यू सो मच जय मुसी लगाइदेऊ न हजुर हजुर यो चाहिँ कहाँ लगाउने हो कि के गर्ने ए अब यो लिएर हामी चाहिँ छिर्दैछौँ यहाँबाट जाँदैछ ल चाहिँ सबैलाई सुरुबाट स्टार्ट भएको भएर खासै धेरै मान्छे त हुँदैन लाज लाग्यो बाबा गएको मान्छे नि फर्क्यो लाज लाएर कस्तो हुँदैछ दाइरो पनि नयाँ हो नि त अनि त्यही भएर थाहै छैन यो हाम्रो चाहिँ गिफ्ट गेस्टको लागि गिफ्ट रहेछ सायद यो चाहिँ खै एस्टिमेट त 200 जनाको गरेको हो के पानी पर्दैन यस्तो अनि यहाँ चाहिँ बुक पनि रहेछ गाइस ल यो चाहिँ बुक पढ्ने होला आज तयारी गर्नुपर्ने छ हुन्छ यो समय फेरि हामी अर्को भजनमा जानेछौँ 50 नम्बरको भजन तपाईहरुले निकाल्न सक्नुहुनेछ ल सुरुवात अब केक कटिङ हुँदैछ गाइस यहाँ खाएको केक चाहिँ हामीले पछि देखाउँछ मैले कटिङ गरेको मात्रै यो दिदीको स्पोन्सरको केक चाहिँ कतिवटा दिदाजुको केक कतिवटा केक स्पोन्सर गर्नुभएको दुईटा हामी सबैजना खडा हुनेछौँ आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गर्नेछौँ है त ल प्रभु हामी धन्यवाद चढाउँछौँ तपाईँलाई साँच्चै तपाईँको विश्वास योग्यताको लागि धन्यवाद भन्दछौँ प्रभु यो साँच्चै हाम्रो निम्ति खुसीको अवसर हो कि तपाईँ परमेश्वर संसार गाइस 15 मिनटको ब्रेक हुँदैछ ब्रेकको लागि चाहिँ हामी टिकटक बनाउँ है टिकटक बनाउने ब्रेक हुँदैछ हाम्रो चाहिँ खै मेरो ब्याकअपको यही बस्नु कि हामी कता ए आउँछ नि होइन यही राख्नु त्यही त फेरि आउँदैछ 15 मिनट बाद फेरि अनि स्टार्ट हुनेछ कहाँ जाने ब्रेक त त्यही राखिदियो हुन्छ ल बाहिर त जाडो रहेछ हामी चाहिँ माथि जाँदैछ यही देखिन्छ न यो केक बनाएको होइन यो केक हो बनाएको यहाँ चाहिँ मेरो दिदीको केक चाहिँ दाइ किन सुतेको हजुर आमेले भन्ने सट्टामा सुतेर बस्दियो अघि केक काटेको केक खान पाइयो हामीले चाहिँ यता खाँदैछौँ ओला अरे स्पेनमा भएपछि त ओला हान्नु पर्यो होइन हामी अब केक खाएर फेरि कफी खान लाग्यो दिदीले कफी बनाउँदै हुनुहुन्छ यो मेरो लागि चाहिँ है यति धेरै माया गर्नुभयो कि मेरो लागि कफी बनाउँदै हुनुहुन्छ वा म कति भाग्यमानी हो जाने उताबाट जाने होला नि उनीहरू गइसक्यो एकदम अब फेरि हामी प्रोग्राममा जाँदैछौँ फेरि पनि आइदिनु होला क्रिसमसको यहाँ गिफ्ट बाँड्दैछ खोइ त म बच्चा भएर मलाई दिएन अरू बच्चाहरू कोही छुट्नु भएको छ हजुरहरूले जसले बोलाउनु भएको छ याद छ भने फेरि पनि यो मौका हजुरहरूलाई दिन चाहन्छु म पनि बच्चा हो मलाई गिफ्ट म पनि बच्चा हो नि मम्मीको बच्चा त हो नि तर मलाई गिफ्ट दिएन अब यहाँ नाटक देखाउँदैछ जिन्दगीको आफ्नो नाटक त अलरेडी देखिसक्यो अब यो क्रिसमसको नाटक हेर्नु जाऊँ 1 2 3 स्टार्ट यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ तिनीहरूले समुद्रका माछाहरू आकाशका पन्छीहरू पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्
तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनका करणहरूमध्ये एउटा निकालेर त्यसको ठाउँमा मासु भनिदिनु भयो। जुन करण परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। यो त मेरो हाडको हाड र मासुको मासु हो, तिमीलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालेकी थिए। अनि हेर्नमा राम्रो र खान असफल भएको हरेक किसिमको रुख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नु भयो। उहाँले बगैँचाको बिचमा जीवनको रुख र असल र खराबको ज्ञान दिने रुख पनि लगाउनु भयो। बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? बगैँचाका रुखहरूका फल हामी खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ त्यो चाहिँ नखानु र नछुनु, नत्र तिमीहरू मर्छौ। तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जब स्त्रीले त्यस रुखको फल खान असल र हेर्नमा रहलाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्नेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन् र उनले पनि खाए। आदम, आदम, त कहाँ छस्? मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गे थिएँ र म लुकेँ। त नाङ्गे छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैँले त्यो खाइस्? जुन स्त्री तपाईँले मलाई मसँगै रहनु भनिदिनु भएको थियो त्यसैले मलाई त्यो रुखको फल दिए र मैले खाएँ। तैँले यो के गरिस्? मेरो राजा आयो। के यिनीहरूले भनेको कुरा सत्य हो? हो महाराज, अगमवक्ताले लेखे अनुसार उनीहरूले भनेको कुरा सत्य हो। जाऊ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटेपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। राजाले खुसी भोलि हाम्रो योसेफ बेथलेहममा थिए। हेलो गाइज, आज हामी चाहिँ यो प्रोग्राम चाहिँ एकदम रमाइलो भयो। नाच्दा नाच्दा मेरो पसिना पनि आएको छ। अब चाहिँ हामी लगभग 4 घन्टा हो कि 5 घन्टा पछि बल्ल खाना खान जाँदैछौँ। भोक पनि लागेको छ, नाचेर थकी पनि लाग्यो। अब हामी खाना खान गयो ल। दिदी पनि थकै लाग्यो। अब भिडियो फोटो खिच्ने भन्नुभएको छ। हामी पनि 1-2वटा फोटो खिच्छौँ अनि खाना खान जान्छौँ। र यहाँ खाना खान लागेको छ। अब हामी पनि खाने यता चाहिँ यसो मात्रै छ। अब हामी चाहिँ खाने यहाँ चाहिँ खाना अरे दिदी। अब यहाँ यस्तो गर्ने आफूले हाल्ने हो कि अरूले हालिदिने? ए ल, मलाई त उहाँले हालिदिनुहुन्छ ल। भयो दिदी, दाइको भाग पनि स्पेसल भन्दै
दाई हजुर कुक हो ल हाम्रो दाई पनि ल भयो थ्याङ्क यू मच ग्रासियस दाई दाई सबैजनाले मास्क लाउनु भएको ए यो त कता कता जस्तो ए बल्ल चिने मैले उहाँ दाई पनि लजाउनु भयो जस्तो छ नलजाउने ल दिदी हाम्रो कोक लभर हाम्रो दिदीले अब सल्लाह धान देख्नुहुन्छ अघि मेट्रोमा नै भेट भएको हाम्रो त होइन मलाई नै कोक नै दाईले चाहिँ कोक पार्दै हुनुहुन्छ दाई हामीलाई चाहिँ हजुर दाई मलाई नि कोक ल्याइदिनु है मान्छेहरू झन् धेरै भाग भयो क्या सबैजना यहाँ बसेर खाइरहेको छ आऊ यहाँ कस्तो खाली होइन र बस्नु न त जहाँ खाली छ त्यही बस्नु ल खानुहोस् त आयो ऊ त कुर्ती लिएर आउँछ नि एउटा ल खाने गाई झन्डै यो चाहिँ मेरो दाई यो चाहिँ मेरो खाना हो मेरो हल्ले अब चाहिँ म आफै सफा आफैले गर्दै खाने अब मेरो खाए ल अनि यो कोक त मेरो भयो दाई खाए पनि नभनेर खानुभएको कस्तै भोक लाग्थ्यो दिदी ताजाको बेहुली जस्तो दिनुभयो मेरो ब्याग गाई जब हामी खाना खान्छौँ खाना खाइसकेमा भिडियो बनाउँछौँ अहिले चाहिँ ल ए दिदीको सिटमा बस्छु बस्नु ल दिदीसँग म बसेर खाँदैछु ओके ल खानुहोस् ल हामी पनि खायौँ घर जाने बेलामा हामीलाई गिफ्ट हेर्नुहोस् यहाँको कुन कुन आफूले छानी लिन चाहनुहुन्छ कुन कुन मैले चाहिँ यो छाने गाइज यो के हो त सीफुड जस्तो फाइनली गाइज अब हामी घर जाँदैछौँ हाम्रो आजको प्रोग्राम सकियो तर मेरो दिदी चाहिँ किन स्याड होइन सच्ची हो रमाइलो कस्तो भयो रमाइलो भयो तिमीलाई कस्तो भयो एकदम रमाइलो भयो दाइ कस्तो भयो तपाईँलाई हो हजुर बहिनीलाई कस्तो लाग्यो आजको प्रोग्राम रमाइलो लागिरहेको छ अनि हजुर अनि मैले गाउँछु हेलो गाइज आजको प्रोग्राम धेरै रमाइलो भएको छ अब हामी घर जाँदैछौँ मेरो मोबाइल पनि अफ हुन लाग्यो गाइज हाम्रो क्रिसमसको गिफ्ट हेर्नु यति धेरै सामान बोकेर आएको छ दिदी हजुरले कति सामान बोक्नु भयो खोइ अर्को कहाँ गयो ऊ दिदीले उहाँ म्यारे क्रिसमस भन्दै यत्रो सामान बोकेर आयौँ गाइज लाज लाग्ने गरेर फाइनली गाइज म घरमा आइपुगेँ आजको प्रोग्राम चाहिँ एकदम धेरैभन्दा धेरै रमाइलो भयो तर भिडियो चाहिँ धेरै बनाउन पाएन है किनकि मेरो पनि फोन अफ दिदीहरूको पनि फोन अफ त्यसैले म नेक्स्ट भिडियो चाहिँ अलि राम्रो बनाएर लिएर आउनेछु यदि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई गुड नाइट धेरै माया